कसलाई कुन राईलाई ल्याउनु पर्छ त्यो मतलब भने त्यो हामी सबैलाई ल्याउँछौँ र सबैलाई चाहिँ यसको उसमा कारबाही गर्छ। यो सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जोलाई ल्याउन पर्छ, जे काम गर्नुपर्छ, जे नीतिगत सुधारहरू गर्नुपर्छ त्यो सबै गर्छ। त तपाईले एउटा पात्रको मात्र नाम लिनुभयो, त्यो मात्रै पात्र होइन, धेरै पात्र यस्ता छन् जसलाई चाहिँ यसमा चाहिँ कार्यान्वयनमा एउटा चाहिँ कारबाहीमाको दायरामा भागे फरार रहेको अवस्था छ। त्यही भएर हजुरहरू के ढुक्क हुनुहोस् भने सहकारीको समस्या यो सरकारको प्राथमिकतामा रहिकन हामीले चाहिँ यसको समाधान गर्छौँ, यो हाम्रो प्रतिबद्धता पनि हो। सहकारीको समस्या साँच्चै समाधान हुन लागेको हो कि भन्ने तथ्यलाई चाहिँ स्वीकार्न नसक्नु हो कि भन्ने खालको चाहिँ मलाई एउटा त्यो फिल भइरहेको छ। किन भन्दा पटक पटक चाहिँ यही कुराहरू मैले दोहोऱ्याउँदैछु। फेरि हजुरहरूले रिटर्नमा दिनुपर्छ भने सभामुख एउटा रुलिङ होस्, एउटा रिटर्नमै दिनुपर्छ भनेपछि हाम्रो त्यसको विवरण प्रगति विवरणमा हामी यहाँ मान्य सदस्य उपलब्ध जसलाई जति हामीले यहाँ मान्य सदस्यज्यूहरूलाई हामी रिटर्नमा दिन पनि तयार छौँ। त्यही भएर यो भ्रमबाट चाहिँ मुक्त भइदिनु न म हृदयदेखि हजुरहरूलाई अनुरोध गर्न चाहन्छु फेरि पनि।